गाली गर्ने अरूलाई आफैमा करो आज सजाएर आफैलाई आफैमा करो आज सजाएर आफैलाई श्रम गरौँ कर्म गरौँ कस्तो भिडियो हेर्दै हुनुहुन्छ नि आमा सो यो भिडियो देखिसक्दा मलाई जनयुद्धको मोमेन्टहरु मतलब त्यतिखेर जे जस्तो हुन्थ्यो त्यो कुराहरुको हल्का दिमागमा त्यो खिलिरहन्छ के आउँछ के हैन झलझल्ती त्यतिखेर पनि यस्तै प्रकारको गीत संगीतहरु हैन जनयुद्धको विषयमा बनेका गीतहरु यसरी गाइने गरिन्थ्यो हैन ओस गीतहरु सुन्दा नि छुट्टै टाइपको भाइब्सहरु आउने के मतलब त्यस्तो खालको अनि यहाँनेर त्यो चाहिँ थियो त्यतिखेरको जनयुद्धको विषयमा त्यतिखेरको अन्याय र अत्याचारको विरुद्धमा बनेका ती गीत संगीतहरु भलै त्यो गीत संगीतहरु त आफ्नो ठाउँमा छँदैछ तर जनयुद्धले कतिसम्मको आफ्नो त्यो लक्ष्यहरु थियो नि त्यो अचिभ गर्यो गरेन त्यो आफ्नो ठाउँमा छ त्यो कुरा नगरौं तर अहिलेलाई चाहिँ मैले के कुरा गर्न खोजेको भने यहाँ हर्क साम्पाङको विषयमा म कुरा गर्न जाँदै छु हर्क साम्पाङले त्यस्तै प्रकारको भाइब्स दिने गरी श्रमदानको विषयमा के यस्तो गीतहरु के हैन श्रमदान गर्न आउने अनि यस्तै टाइपको त्यो गीतहरु के गाउने के हैन यस्तो राम्रो आइडिया हो के यो भनेको हैन मान्छेलाई के भन्छ यस्तो प्रकारको गीत संगीतले अलिकति मोटिभेसन पनि प्रदान गर्छ क्या हाम्रो देशको कति मार्मिक शब्दहरु छ हैन यसभित्र र यो भिडियो हामी अन्त्यसम्म हेर्ने छौं त्यसपछि यहाँ भित्र के कस्तो कमेन्टहरु छ त्यो पनि अवश्य पनि हेर्ने छौं त्यसपछि तपाईहरुले कमेन्ट गर्नु होला यदि तपाईहरुले हर्क साम्पाङलाई मन पराउनुहुन्छ भने उहाँको सम्मान स्वरूप एउटा लाइक अवश्य पनि दिनु भने नबिर्सनु होला है ओके कीप वाचिङ हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश आगा छोरा सबैले गाउँ है सबैले गाउँ है सारा संसारभरि सुन्नुहोस् हाम्रो गीत पसीनाले भिजायो देश श्रमरोगी फलायो देश श्रमरोगी फलायो देश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश हाम्रो धरती हाम्रो आकाश धरानमा यस्तो वृद्ध आमा बुवाहरु पनि के हैन यस्तो शिक्षित के मतलब बुझेको के त्यस्तो लाग्छ के मलाई सो तपाई र म त अलिकति नयाँ पुस्ता हो नि त तपाई र मैले त झन् अहिलेको माहौललाई बुझ्नु पर्छ के सो आई होप तपाईहरुले अवश्य पनि हर्क साम्पाङलाई चाहिँ हेड चाहिँ गर्नुहुन्न किनभने मैले उहाँको हेटरोसहरु पनि बहुत देखेछु के यो उहरुमा टिकटक कमेन्टहरुमा पनि हेर्यो भने उहाँलाई हेड गर्नेहरु पनि थुप्रै हुन्छन् क्या किन हेड गर्नुहुन्छ उहाँलाई एउटा के भन्छ
जाति विभेदको उ लाग्छ क्या ट्याग के र मैले हेर्छु कि उहाँकोमा कुनै पनि जाति विभेद छैन। त्यो उहाँको विरोधीहरूले चाहिँ एउटा मनगन्ते एउटा स्टोरी बनाएर चाहिँ उहाँलाई गाली गर्ने, उहाँलाई सानो नीच हैन, उहाँको गल्ती अरू नभइसकेपछि उहाँलाई चाहिँ हुन्छ नि नराम्रो बनाउने एउटा त्यो मात्र रचेको हो क्या। यहाँ हेर्नु यो भिडमा हेर्नु हैन, सबै प्रकारको जात जातिहरू चाहिँ हर्क सामाङसँग रमाउँदै सँगै श्रम दान गरिरहनु भएको छ। सो हामीले चाहिँ टिकटकमा हेऱ्यो अनि यस्तो यस्तो उस्तो यस्तो यस्तो भनिन्छ हैन, द्याट्स नट गुड, द्याट्स नट फेयर। सो गाइस भिडियो अझै हेर्ने एउटा मान्छे हैन जो साइडमा एउटा माइक बोकेर गैँटी लिएर श्रमदान लिड गरिरहेको छ हैन। जनयुद्धमा पनि यस्तै जनसागर हुन्थ्यो, तर त्यतिखेर बन्दुक हुन्थ्यो साइडमा, तर यतिखेर यहाँ एउटा माइक खन्ने झ्याम्पल गर्ल गैँतीहरू कोदालोहरू भैँसिया हटौडाहरू यो छुट्टै छ क्या। यो हुन पर्थ्यो क्या त्यतिखेरदेखि यो हुनु पर्थ्यो के। हाम्रो देश कहाँ माथि पुग्थ्यो होला। कहिलेकाहीँ त्यस्तो सोच आउँछ क्या। सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हलो सरी जोतिन्छु म, हलो सरी जोतिन्छु म मेरै देशको माटोमा, आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, वास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने, ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। कस्तो दामी भनेको है गाइस, कस्तो दामी भनेको। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने रे के। तपाईले आफ्नो ऐना हेर्नुस् गाइस, तपाईले ऐना हेर्नुस्। ऐनामा हेर्दा तपाईले कसलाई देख्नुहुन्छ नि त्यही हो रे के देश बनाउने। व्हाट वर्ड क्या हैन। सो यसको मतलब चाहिँ हामी प्रत्येक एक व्यक्तिको जिम्मेवारी चाहिँ देश बनाउने जिम्मेवारी चाहिँ छ भन्ने कुराको बोध हो कि यो। दामी। आफ्नो देश बनाउनु छ कसको आशा हेर्ने, म हुँ श्रमदाता। धन्यवाद छ, रमाइलो भयो। अब फेरि हाम्रो सुई धन्यवाद। नाच्दै थ्याङ्क यू सो मच। होइन सो
यो चाहिँ मैले टिकटकबाट लिएको क्लिप्स हो अघि नै भने होला हैन अघि नै भने जस्तो लाग्छ एन्ड देन अब यसबाट हामी चाहिँ कमेन्टहरू पनि हेर्नेछौँ सो कमेन्टहरू के कस्तो छ यसमा चाहिँ अहिलेसम्म 843 वटा फेभरेट 475 शेयर 17.7K भ्यू लाइक्स छ हैन तर यसै ठाउँमा चाहिँ मैले पनि लाइक गर्नुपर्छ अनि त्यस्तै हो कि हाम्रो बानी यस्तै हुन्छ अब यसै ठाउँमा कसैले यसो जिउ हल्लाको थियो भने त्यहाँनेर लाइक्स अलि धेरै नै हुन्थ्यो होला 17.7K पनि थोरै त हैन तर अलि हुनुपर्ने हो कि यस्तो कुरामा सो कमेन्ट्स हेरौँ अब यहाँ भन्दै थिएँ त मैले अघि भन्दै थिएँ यहाँ गाली गर्ने मान्छे हुन्छ भनेको फर्स्टमै छ कि मासु भात खाने हुल हा 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 गरेर एकजना ब्रदरले ल को यो हिरो रे मान्छेको नाम चाहिँ हिरो कमेन्ट चाहिँ यहाँ मासु भात खाने हुल हा 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 गरेर कमेन्ट गर्नु भएको छ यस्तो छ हाम्रो युवाहरूको हालत देश कसरी बन्छ देशको महानायकलाई चिन्न सक्दैन देशको रियल हिरोलाई चिन्न सक्दैन देशको चोर फटा गुन्डा माफियालाई चाहिँ ए बार उबा भन्दै ताली बजाउँदै सिठी बजाउँदै हैन हुटिङ गर्दै उनीहरूको के चाड्दै हिँड्छन् अब देशको एउटा अर्ग्यानिक देशलाई माया गर्ने एउटा सपुत हिरो श्रमदानको एउटा हिरो जसले चाहिँ एउटा विश्व रेकर्ड पनि राखिसकेको छ कि हैन श्रमदानमा मान्छेहरूलाई यसरी चाहिँ श्रमदानमा गरेको भनेर हैन मान्छेहरूले चिन्दैन किरातीले यहाँ तेरो हिम्मत एक बोतल पानी किनेर दे त भन्नुभएको छ त्यसको जवाफमा भेरी नाइस रिप्लाई ब्रदर अब यहाँ थुप्रै रिप्लाईहरू छ सो लेट मी स्किप द रिप्लाइज उहाँलाई के भन्छ जस्तो कमेन्ट त्यस्तै जवाफ अब यहाँ एकजना विस्डम ब्रदरले कमेन्ट गर्नुभएको छ देश विकास धरानबाट स्टार्ट भयो अब नेपाल आउन मन लाग्न थाल्यो किप गोइङ ब्रदरहरू वी सपोर्ट यु अन्टिल डेट भनेर चाहिँ परदेशबाट विस्डम भन्ने एकजना व्यक्तिले चाहिँ कमेन्ट गर्नुभएको छ भेरी नाइस कमेन्ट गुड जब धरान जय श्रमदान जय नेपाल जय नेपाली रामदर मगर नाइस कमेन्ट ब्रदर ठ्याक्कै यहाँ सिर्जनाजीले यहाँ कमेन्ट गर्नुभएको छ उहाँको कमेन्ट जस्तै हो कि मैले अघि तपाईँहरूलाई भन्दै थिएँ नि त्यो मेन्सन गर्न खोजेको कुरा कस्तो इमोसनल हुन्छ हौ यो इनर्जी आफ्नो देशको लागि खर्च गरेको देख्दा हो नि कति लक्की धरानेहरू त विटनेस गुड वर्क ह्याट्स अफ टु यु अल एन्ड हर्क सर लिडरसिप भनेर भन्नुभएको छ भेरी नाइस कमेन्ट थ्याङ्क यू विजय वाग्लेले कमेन्ट गर्नुभएको छ वा 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 हर्क दाइको लिडरसिप वा 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 यो देशले खोजेको नेता यस्तो हो भनेर भन्नुभएको छ स्योर अभियसली नेपाली जनताले बेलैमा चिन्न सकेन भने यस्तो मान्छे 1000 पुस्तामा एउटा आउँछ रे क्या सो यस्तो मान्छे चिनिएन भने हाम्रो नेपाल अझै पछाडि हुन्छ मल्टी ट्यालेन्टेड मेयर हर्क साम्पाङजी लभ फ्रम केटिएम कोटाजीले कमेन्ट गर्नुभएको छ हर्क साम्पाङ इज वान म्यान आर्मी ही इज रियल हिरो अफ नेपाल एन्ड ग्रेट इक्जाम्पल अफ वर्ल्ड सल्युट यु एन्ड पब्लिक अफ धरान भन्नुभएको छ सो धरानले एकदमै खतरनाक लिडर मेयर पाएको हो हैन र त्यो मेयरलाई चाहिँ
धरानले चिनेको पनि हो के अरू ठाउँमा भएको भए त्यो नचिनिन पनि सक्थ्यो होला म त्यस्तो लाग्छ सो धरानले चाहिँ चिनेको सो धेरै मान्छेहरूले चाहिँ धरानलाई पनि एकदमै हुन्छ नि धरानको पब्लिकलाई पनि एकदमै सल्युट गर्नुभएको छ क्या सो मैले पनि एकदमै सल्युट गर्छु क्या तपाईहरुले राइट पर्सनलाई राइट टाइममा चिन्नुभयो क्या सो अलिकति चिन्न त टाइम लाग्यो होला तर अहिले चिन्नुभयो धेरै राम्रो गर्नुभयो थ्याङ्क यू सो मच धराने जनतालाई या पिस पिटिवाईले पनि त्यस्तै कमेन्ट गर्नुभएको छ ओएमजी वाइ सो इमोसनल बाई सी दिस भ्यू आई एम फिल सो गुड टु सी भन्नुभएको छ साँच्चै म यो भिडियो फर्स्ट टाइम हेर्दैछु म नि इमोसनल भइरहेको थिएँ क्या सो यस्तो पो हुनुपर्छ लिडर भन्ने कुरा क्या हुन्छ नि पुरै जनतासँग सँगै गीत गाउँदै कहिलेकाहीँ मजाक गर्दै हाँस्दै त्यहीसँगै जे खाइएछ सँगै खाँदै होइन एकदमै मरिमेटी काम गर्दै यो पो हो त लिडरसिप यार मान्छेहरूले भन्छ कहाँ मेरो जस्तो मान्छेले काम गरी हिँड्नुहुन्छ योजना बनाउनुपर्छ होइन अनि आदेश दिनुपर्छ यताउता भन्छ तर हर्क साम्पाङ जस्तो हुन्छ नि एकदमै त्यो भिजन भएको मान्छे चाहिँ सायदै अरू छैन होला हाम्रो नेपालमा कि एकदमै भिजन भएको मान्छे हो कि त्यो मान्छेहरूले नबुझेर त्यो खाली त्यो कोदालो के झ्याम्पलहरू लिएर हिँडेको देखिरहेछ खाली त्यो एउटा माइक भिरेर तर एकदमै हुन्छ नि त्यहाँको सिचुएसन त्यहाँको माहौल त्यहाँको वातावरण अनुसारको हुन्छ नि योजनाहरू उ गर्ने बनाउने त्यस्तो टाइपको भिजन होइन भएको मान्छे हो सो उहाँले टेक्नोलोजी नयाँ नयाँ आविष्कारको कुराहरूदेखि लिएर होइन यो इन्डस्ट्रियल बनाउनु पर्छ देश विकासको लागि भन्ने कुरा उहाँलाई राम्रोसँग थाहा छ त्यो मान्छेहरूले भन्छ नि खाली यस्तो गरी हुन्छ यताउता उद्योगहरू खोल्नुपर्छ यता उहाँले त्यो पनि गर्नुभएको छ मेयर भएर पनि त्यो मिडियामा नआएर साबुन फ्याक्ट्री के फ्याक्ट्रीहरू बनाउनको लागि होइन जग्गाहरू सरकारले नदिएको यस्तो घटनाहरू आएको होइन आएको नि समीक लामाले कमेन्ट गर्नुभएको छ वाउ हजुरहरूलाई जसरी सबै ठाउँमा यस्तो अभियान चलाए कति राम्रो हुन्थ्यो त्यसको परिवेश ह्युज रेस्पेक्ट टु अल अफ यु भन्नुभएको छ अवश्य पनि सो गाइज कमेन्ट्सहरू धेरै नै छ अब सबैको कमेन्ट्सहरू पढ्यो भने फेरि भिडियो लामो हुन्छ होइन सो भिडियो धेरै लामो नबनाऊ हेर्नु पनि अब तपाईँहरूसँग टाइम छैन होला होइन सो यही हो मलाई चाहिँ हर्क साम्पाङ एकदमै मनपर्छ उहाँसँगसँगै अब धेरै राम्रो मान्छेहरू पनि हुनुहुन्छ तर हामीले उहाँहरूलाई यो उस्तो भनेर कम्पेयर गर्न मिल्दैन जस्तै अब बालिन शाह र हर्क साम्पाङ उहाँहरूको धेरै ठाउँमा कम्पेयर भएको अनि एकअर्का त्यो हुन्छ नि हर्क साम्पाङ सरलाई मन नपराउने बालेनलाई मन पराउने बालेनलाई त्यस्तो मान्छेहरूको बिचमा पनि फेरि कन्फ्लिक्ट भएको त्यस्तो धेरै छ तर उहाँहरूलाई कम्पेयर गर्न मिल्दैन उहाँहरू आफ्नो ठाउँमा एकदमै राम्रो हुनुहुन्छ सो रेस्पेक्ट टु अल र आई होप आउने चुनावमा हर्क साम्पाङज्यूले पनि एउटा पार्टी लिएर आउनुभयो भने के गर्ने पार्टीको सिस्टम छ हाम्रो नेपालमा र त्यो सिस्टम लिएर आउनुभयो भने नेपाली जनताले भारी मतले उहाँलाई जिताउनु हुनेछ र उहाँलाई हामीले देशको प्रमुख तहमा राज्यको प्रमुख पदमा हामी देख्न पाउनेछौँ आई होप सो एन्ड देन सँगसँगै अरू राम्रो व्यक्तिहरूलाई हामीले माथि लानुपर्छ यो पुरानो मान्छेहरूलाई पट्टा साफ गर्नुपर्छ दिउँसै रात पार्ने होइन भ्रष्टाचार गर्ने देशको धन सम्पत्ति लगेर अरू देशमा लुकाउने आफ्नो देशको आविष्कार केन्द्रलाई सुको पैसा नदिने अरू देशको आविष्कार केन्द्रलाई सहयोग स्वरूप अरबौं रुपैयाँ दिन सक्ने त्यस्तो सरकार
हामीलाई चाहिँदैन। सो गाइस, नेपाली पिपुल एकदमै अवेर हुनु। अब हामी परदेशमा छौँ, जो स्वदेशमा हुनुहुन्छ, अब भोट दिने बेलामा एकदमै धेरै ख्याल गर्नु। अब परदेशबाट भोट दिने सिस्टम छैन अहिलेसम्म, त्यो भयो भने चाहिँ धेरै राम्रो हुन्थ्यो, त्यो छैन। सो अरू के भन्ने, थ्याङ्क यू सो मच फर वाचिङ। सब्सक्राइब गर्नु होला च्यानललाई। अलिकति फन टाइपको भिडियोहरू मैले लिएर आउँछु र हर्क सम्पङको सम्मानस्वरूप लाइक सेयर गर्नुहोला। भिडियो कस्तो लाग्यो जस्ताको त्यस्तै कमेन्टमा लेख्नुहोला।